आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा हाम्रो नयाँ वर्ष आयो लो सारा चोली पटुकेमा सजिएर रिमै गुन्यो चोली पटुकेमा सजिएर रिमै घोटो कछड भाङ्रा लगाई हिँड्छन् हाम्रो मैमै घोटो कछड भाङ्रा लगाई हिँड्छन् हाम्रो मैमै थरी थरी परिकारले लोसारमा भोज खाऊ थरी थरी परिकारले लोसारमा भोज खाऊ खैचडी मादल झली बोकी रोदी बस्न जाऊ खैचडी मादल झली बोकी रोदी बस्न जाऊ पुष 15 दिन रे नासा युला खमाइलो म्योला लोसार बेलले रमाइलो पुष 15 दिन रे नासा युला खमाइलो म्योला लोसार बेलले रमाइलो म्योला लोसार बेलले रमाइलो धन्यवाद छ पुर्खालाई हाम्रो रीति बनायो धन्यवाद छ पुर्खालाई हाम्रो रीति बनायो गाउँ सहर संसार भरि मान्ने तिथि बनायो गाउँ सहर संसार भरि मान्ने तिथि बनायो पुर्खाले नै सिकाएको संस्कारमा गर्दै गर्व पुर्खाले नै सिकाएको संस्कारमा गर्दै गर्व एक अर्कामा खुसी साड्दै मान्छौ लोसार पर्व एक अर्कामा खुसी साड्दै मान्छौ लोसार पर्व आयो लोसार आयो
पढेका पढेका यही बेसी यही पढेका पढेका यही बेसी मै हो पहाड की रानी पहाड की रानी मै हो पहाड की रानी पहाड की रानी कसरी भानु मनको कुरा कसरी भानु मनको कुरा नजानी नजानी हो तपाईँ नजानी नजानी मै हो पहाड की रानी पहाड की रानी मेरो माइतीमा जन्मेको उकालेर ओह्रालेको पिपलु र बर अहिले कस्तो भयो होला म जन्मेको घर अहिले कस्तो भयो होला म जन्मेको घर बाबा आमा बाजे बाजे मेरो दाजुभाइ जगाइने सम्झिरहन्छु मेरो माइतीलाई जगाइने सम्झिरहन्छु मेरो माइतीलाई मै हो पहाड की रानी पहाड की रानी मै हो पहाड की रानी पहाड की रानी कसरी भानु मनको कुरा कसरी भानु मनको कुरा नजानी नजानी हो तपाईँ नजानी नजानी मै हो पहाड की रानी पहाड की रानी PMG बोलिङका स्थापक श्री इन्दिरा हेगे कामजी हुनुहुन्छ उहाँ एकछिन पश्चात नमस्ते त्यसपछि हामी हाम्रो कार्यक्रम सुरु गरिन्छौँ ढिलो गर्दैनौँ
यस तमु समाज नेपालले आयोजना गरेको 27 लोक 2081 को चेलीबेटी माइती भेटघाट कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुन यस संस्थाका सदस्य अध्यक्ष श्री केतबहादुर भेरे तमुज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। केतबहादुर भेरे तमुज्यूलाई यस चेलीबेटी माइती भोज कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि म उहाँलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु र कृपया आसन ग्रहण गरिदिनु हुनको लागि कृपया ताली लगाइदिनु होला। हाम्रो यस तमु समाज नेपालको कार्यक्रम विधिवत रूपमा अगाडि बढेको छ र सभापतिको आसन ग्रहण भइसकेको छ। 2067 सालमा गगन मौलामा प्रियमजी बोर्डिङ स्थापना गरी तत्कालीन प्रिन्सिपल संस्थापक एवं फाउन्डर शिक्षा क्षेत्रमा अनवरत सेवा राष्ट्रिय पुरस्कारबाट सम्मानित श्री इन्दिरा ढेगे तमुजीलाई यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गर्दै हुनको लागि अनुरोध गर्न चाहन्छु। उहाँलाई प्रमुख अतिथिको रूपमा हामीले चयन गरेका छौँ इन्दिरा ढेगे तमुजी। उहाँको व्याकरण अध्यक्ष श्री चन्द्रबहादुर ढेगे तमुजीलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। संस्थापक अध्यक्ष चन्द्रबहादुर ढेगे तमुजीलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु र उहाँलाई यस संस्थाको शैक्षिक क्षेत्रमा शिक्षाको तमु समाज नेपालको उपाध्यक्ष हुनुहुन्छ सुधार पछुपरि शिवा सुधार केतबहादुर भेरे तमुजीलाई आसन ग्रहण गरिदिनको लागि अनुरोध चाहन्छु। यस संस्थाका निवर्तमान अध्यक्ष एवं पछुपरि शिवा श्री नारायण काजी भेरे तमुजीलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि अनुरोध चाहन्छु। नारायण काजी भेरे तमुजी वर्तमान अध्यक्ष हुनुहुन्छ, उहाँ पछुपरि शिवा पनि हुनुहुन्छ। उहाँलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी यस संस्थाका सल्लाहकार रोयल सरकारी ब्याङ्कका प्रबन्धक श्री भीमबहादुर ढेगे तमुजीलाई अतिथिको रूपमा आसन ग्रहण गर्न चाहन्छु। यस संस्थाका सल्लाहकार श्री खेमचन्द्र ढेगे तमुजीलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि अनुरोध चाहन्छु। खेमचन्द्र ढेगे तमुजी कहाँ हुन्छ? आमा हरिसेवा ढेगे तमुजी कहाँ हुनुहुन्छ? कृपया मञ्चमा आइदिनु होला। उहाँलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। बेलबहादुर ढेगे तमु यसै गरीमा कर्मश हाम्रा इकाइका सहयोगीहरूलाई म भन्न चाहन्छु। अपराध दाजु पूर्णबहादुर ढेगे तमुजीलाई कृपया मञ्चमा आएर आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी ज्ञानजगत इकाइका अध्यक्ष आदरणीय दाजु श्री इन्द्रबहादुर ढेगे तमुजीलाई आसन ग्रहण गर्नको लागि म भन्न चाहन्छु। त्यसै गरी छोरेपाटन डेबिट फर्मका इकाइका ढेगे तमु समाज इकाइका पदाधिकारीहरू जो कोही हुनुहुन्छ कृपया मञ्चमा आएर अतिथिको रूपमा आसन ग्रहण गरिदिनु होला। यसै गरी म अब यहाँको अगाडि खेती पछुपरि शिवाहरूको पनि नाममा उच्चारण गर्न गइरहेको छु। आसन ग्रहणकै क्रममा खेती पछु शिवा श्री बेलबहादुर ढेगे तमुजीलाई आसन ग्रहण गर्न चाहन्छु। अतिथिको रूपमा आसन ग्रहणकै क्रममा चाहन्छु सुधारन बहादुर ढेगे तमुजीलाई उहाँलाई पनि माला लगाई कान्तिपुर पोखरी तमु समाजका अध्यक्ष आदरणीय दाजु फिरदोस तमुजीलाई आसन ग्रहण गर्नको लागि लगायत ढेगे परिवारहरू सबैमा फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु। र अब हामी कार्यक्रममा औपचारिक रूपमा अगाडि बढिरहेको यहाँलाई सर्वोत्कृष्ट भएको कुरा हो। अब हामी राष्ट्रिय गानको चरणमा गइरहेका छौँ। थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल
वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। कार्यक्रममा आफ्नो भनाइ राखिदिनु होला। यस कार्यक्रममा हुनुभएका सम्पूर्ण छोरी ज्वाइँहरू आफूलाई र सहपरिवार सम्पूर्णलाई स्वागत मन्त्र राखिदिनुको लागि शुभलाभले बहादुर भेटे कमजुलाई म मञ्चमा आमन्त्रण चाहन्छु र छोटो मिल्नु रूपमा 2 मिनटमा आफ्नो वक्तव्य सकिदिनु होला। धन्यवाद। हाम्रा आज यस नेपाल ढेका तमु समाजका कार्य सञ्चालक सचिव दिनेश ढेका तमु साथै आज हाम्रा नेपाल ढेका तमु समाजका माइती चेली भेट कार्यक्रम यसको कार्यक्रममा यस चेलीपाटे तमु समाज घरमा चाहिँ उपस्थित हाम्रो प्रमुख अतिथि मेरे भाउजू इन्द्रन ढेका तमु हो। साथै हाम्रा यस कार्य समितिका वर्तमान अध्यक्ष के बहादुर ढेका तमुज्यू नि वर्तमान अध्यक्ष नारायण काजी ढेका तमुज्यू साथै यस संस्थाका कोष अध्यक्ष चन्द्रबहादुर ढेका तमुज्यू र यसै संस्थाका वरिष्ठ सल्लाहकारज्यूहरू साथै सम्पूर्ण मेरो प्यारो कार्य समितिज्यूहरू लगायत सम्पूर्ण इकाइका वर्तमान अध्यक्षज्यूहरू कार्य समितिज्यूहरू र हाम्रै ढेका भाइ परिवारमा एकदम विद्वान बुद्धिजीवी दाजुभाइहरू र हाम्रो यस चेलीबेटी कार्यक्रममा उपस्थित सम्पूर्ण हाम्रो चेलीबेटी ज्वाइँ राजाहरू म लगायत हाम्रो पुरा सम्पूर्ण समितिको तर्फदेखि सबै लोसारको शुभकामना साथै सेवादो आशीर्वाद हामी कार्य समितिको तर्फदेखि न्यानो अभिनन्दन छोडफोड गर्न चाहन्छु र आज यस चेलीपाटे समयमा गरिबै समयमा चाहिँ हामी नेपाल ढेका तमु समाजका सानो छोटो निमन्त्रणमा चाहिँ गाउँदेखि पोखरा बजारमा चारैतर्फ फैलिरहेका हाम्रो सम्पूर्ण ढेका परिवारहरू र हाम्रा ज्वाइँ राजाहरू हजुरहरू चाहिँ आफ्नो समयलाई काहीँ राख्दै पनि फेरि यहाँ उपस्थित भइदिनु भएकोमा चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र खानापिना त केही पनि छैन, सिर्फ भेट कार्यक्रम हो। हाम्रो ठुलो परिवार भएको नातेले हाम्रो चेलीबेटीहरू ज्वाइँ राजाहरू हामीले गर्नुपर्ने मान सम्मान चाहिँ कमी कमजोरी पुग्नु जान्छ। त्यस कारणले चाहिँ दुःख नमानिकन गाह्रो नमानिकन जे हुन्छ लास्टमा पछि आउनेहरू सायद आज पनि अलिक समस्या नै पर्न जान्छ होला, चिसो पनि हुन जान्छ होला। तैपनि दुःख गाह्रो पिरो नमानिकन बाबुमतीको निम्तोमा चाहिँ तपाईँहरू उपस्थित भइदिए जो छ त्यो चाहिँ मन सन्तुष्ट गरेर लिइदिनु होला भने यो पनि म अनुरोध गर्न चाहन्छु। र धेरै समय नलिकन आज हाम्रो चाहिँ यस सबै लोसारको चाहिँ शुभ आशीर्वादको लागि चाहिँ हाम्रो कान्छा शरण ढेका तमुलाई पनि यहाँ आशीर्वादको चाहिँ उहाँले चाहिँ आशीर्वादको लागि चाहिँ उहाँले चाहिँ नियुक्त गर्नुभएको छ। साथसाथै पछि गुरु छोरा बेलबहादुर तमुज्यूले पनि हाम्रो जति पनि अहिले लामो समयदेखिको खेती प्रशिक्षण तमुकेसम्म चलिरहेको अवस्था छ त्यसको बारेमा चाहिँ पछि गुरु छोरा बेलबहादुर तमुज्यूले चाहिँ
त्यसको बारेमा चाहिँ के भइरहेछ कसो भइरहेछ कतिको उपलब्धि भइरहेछ भन्ने जानकारी पनि यसै मञ्चबाट चाहिँ हजुरहरूलाई चाहिँ दिनुको लागि अनुरोध गर्दछु भन्दै म धेरै समय नलिउँ यति भन्दै म आफ्नो दुई शब्द भनेर चाहिँ म यहीँ राख्न चाहन्छु। जय ढेगे तमुनो समाज। धन्यवाद आदरणीय अग्रज दाजु शुद्ध तेजबहादुर ढेगे तमुजीलाई छोटो समयमा एकदम सान्दर्भिक भनाइहरू मिठो भनाइहरू राख्दै जानुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। यसपछि यस कार्यक्रमका आजका यस कार्यक्रमका प्रमुख अतिथि यहाँहरूलाई सर्वविदित भएको कुरा हो इन्दिरा ढेगे तमुजी हुनुहुन्छ जो उहाँ शैक्षिक क्षेत्रमा अनवरत रूपमा लागि पर्नु हुने र विगत लामो समय बिएमजी बोर्डिङमा रहेर प्रिन्सिपलको रूपमा उहाँ शैक्षिक क्षेत्रमा लागि पर्नुभयो। तत्पश्चात उहाँ संस्थापक अध्यक्ष पनि हुनुभयो र नेपाल सरकारद्वारा राष्ट्रिय पुरस्कारले पनि उहाँ विभूषित हुनुभएको छ। त्यसको प्रमुख अतिथि हामीले आज पाएका छौँ। त्यसैले यहाँ यस मानेमा पनि हामी आज धेरै परिवार धेरै खुसी भएका छौँ। अब हामी विधिवत रूपमा यस कार्यक्रमको समाप्त कार्यक्रम गरिरहेका छौँ। सम्पूर्ण उपस्थित महानुभावहरू यति बेला हामी आजको 7 लोसार 2081 माइती चेलीबेटी भेटघाट तथा सेवकै कार्यक्रमका प्रमुख अतिथि ज्यूबाट पारदर्शमा दीप प्रज्वलन गर्ने कार्यक्रमको विधिवत रूपमा समुद्घाटन गरिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि इन्दिरा ढेगे तमुजीलाई पुनः आग्रह गर्न चाहन्छु। त्यतिखेरको बच्चाहरू पढ्न कहाँ जाने भनेर भौतारिएको अवस्थामा उहाँले स्कुल खोलिदिनुभयो। त्यसपछि स्कुल खोले पश्चात शैक्षिक क्षेत्रमा एउटा ठुलो विपद भयो र त्यस स्कुलबाट खुसीमाला प्रदान गरिदिनु हुनको लागि म मञ्चमा आउन चाहन्छु। शरण ढेगे तमुजी कृपया मञ्चमा आइदिनु होला। संस्थापक आदरणीय राजु दिनेश ढेगे तमुजीलाई यो तमुमै अभिगमनले नियम हो 87 यो धितले कृषि क्यासेटीले थेवछेउमा प्रोबटन्यामा छ्यावा आछावा आदिले आजको यस ढेगे तमु समाज नेपाल सेवकै कार्यक्रमका अध्यक्ष महोदय प्रमुख अतिथिज्यू मञ्चमा आसीन रहनुहुने विशिष्ट अतिथिगणहरूमा म भदौरेपट्टि पैँचिलो शरण ढेगे तमुको तर्फबाट मेरो हृदयदेखि नै हार्दिक नमन व्यक्त गर्न चाहन्छु। म आज अति नै खुसी हर्ष महसुस भएको छ। यति धेरै ढेगेको परिवार यति धेरै ऋणचनी भाउमै एकै ठाउँमा उपस्थित हुन पाउँदा मलाई अति नै गौरवान्वित भएको छ। एक रुपी सुकी 100 रुपी नदी भन्छन् त्यही जस्तै हरेक गाउँ ठाउँबाट हरेक इकाइहरूबाट एक पुष्ट भएर ढेगे तमु समाज नेपालमा लागि परेर यस समाजलाई अघि बढाउनको निमित्त म हार्दिक निवेदन गर्न चाहन्छु। र मेरो विशेष वस्तु भनेको आस्मरण भएकोले गर्दा म आफ्नो आस्मरण बोलाउन चाहन्छु।
Processing to my home, to me, how we call me to caressing on that to the bridge. On one Kumba, they were Parzesino, Processing to my mama, to my love, Sino, my love, Hero, you know, to my boss, I know you know. Lord, tell me, don't you know, Provino, Yedonino, Pacuno, Mudo, Hurino, Sionorino, Chianorino, to my mama, to my love, Coma, send my batiro, you know, my boss, I know you know. Macroe, Bisi, Prakasi, Teva, Cairo, Tomuria, Bisi, Panicasi, Teva, Cairo, Coma, Kula, Line, Istadine, Saturboy, Baya, Joel, Cairo, to my Personally, Asimala, Joel, Cairo, to my mama, to my like Heteva, Mateva, to my Asike, Asima, send my batiro, you will Cairo, to my boss, you Cairo, Macroe, Bisi, Prakasi, Teva, Cairo, Tomuria, Bisi, Panicasi, Teva, Cairo, Coma, Shayakina, Loyakina, Chayakina, Pisa, Joel, Cairo, Charido, Shy. भन्दै फेरि पनि यो नेगेटाउन समाज नेपाल र नेगेटाउन समाज नेपालको सम्पूर्ण ऋणी भहरूलाई हाम्रो यस नेगेटाउन समाज नेपालको यस सेवा कार्यक्रममा भव्य र सभ्य रूपमा स्वागत गर्दै हजुरहरू सामुबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेगेटाउन। धन्यवाद भाइ शरण नेगेतामुजीलाई। यति सानै उमेरमा आफ्नो पेटा लुकाको संरक्षण गर्नुपर्छ भनेर उहाँ लागि पर्नुभएको छ। सम्भवतः आउने दिनहरूमा उहाँले अझै ज्ञानहरू सिकेर आफ्नो पेटा लुकाको संरक्षण गर्ने त्यो लाग्नेछ भन्ने पनि मैले उहाँलाई आशीर्वाद दिन चाहन्छु। दाजुभाइ सेकले समाज इकाइका अध्यक्ष आदरणीय बाबा क्याप्टेन वीरबहादुर नेगेतामुजीलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। आज मिति 2081 साल माघ 17 गते बिहिबारको दिन हाम्रो लेखेन नेपालको चेली मैत्री भेटघाटको कार्यक्रमको सन्दर्भमा यहाँ पूरा नेपाल आन्तर्जातिकभित्र भएको हाम्रो भिजा परिवार सम्पूर्णलाई म आफ्नो जातिगतको तर्फबाट र यहाँ उत्तरपूर्वी भिजा भाइ परिवारको तर्फबाट सबै सम्पूर्ण हामीले लिगा वंश आज यहाँ सम्पूर्ण जम्मा भएको छ उहाँ सबैको सन्दर्भमा म यहाँ आज पहिचान मेरा नाम क्याप्टेन वीरबहादुर हो। तमु होइन अहिले विक्रमले यही बसिरहेको छ। उहाँले भन्छ गुरुङबाट पहिचान पाइरहेको छ। त्यस कारणले क्याप्टेन वीरबहादुर गुरुङ पुरानो गाउँ सेक्ले जुमेती गाउँ एक अहिले हाल पोखरा 13 कमलपति टोल विकास संस्थामा बसोबास गरिरहेका छन्। मेरो कर्म थालो A5 गोर्खा राइफल फ्रन्टियर फोर्स भारत। आजको यो कार्यक्रमको सभा आज चाहिँ हाम्रो छोरा शेरबहादुर त्यस्तै लेखेन नेपालको कार्य समिति प्रमुख अतिथि हाम्रो बुहारी सबै संस्थाका अध्यक्षज्यूहरू हाम्रो आज आयो यहाँ धेरै एउटा मथुर ज्वाइँज्यूहरू र सम्पूर्ण परिवार। म बोल्यो भने मेरो त कुरा अब धेरै लाग्छ तर समयको अभावले गर्दा म अलिकति एक दुई कुरा भन्न चाहन्छु। आज यस्तो भेटघाटको सन्दर्भमा यस्तो सम्पूर्ण भिडियो उपस्थित भएको त अझै मैले देख्छु।
अहिलेसम्म यो कार्यक्रम मैले 7 पालि गरे। आज जति भेटघाट यानि सम्पूर्ण जम्मा भएको दिन चाहिँ आजै देख्यो। यो हामी लेगे वंशहरू सबै खोलाबाट आएको लेगाहरू हाम्रो संस्कार सबै एउटै हो। संस्कार संस्कृति भनेको सब एउटै नै हो। अब जो थोखलाको बाटो आउँछ उसलाई थोखला भन्छ। हामी जनजातिको एउटा शाखा हो। त्यस कारणले म के भन्न चाहन्छु भने हामी लेगाहरूको संस्कार संस्कृतिमा हामी निगम पञ्चमा एउटा वैज्ञानिक जस्तो डाक्टर स्वर्गीय डाक्टर हाका आज उहाँ गेटमा फोटो तपाईँहरूको सामने दर्शाइरहेको छ। उहाँ एउटा विश्वको एउटा टिचर हो, भूगोलिन टिचर थियो। उसले 2042 सालमा खेती भेला गर्यो उहाँ बैलगाडीमा। 2042 सालमा खेती भेला गर्यो बैलगाडीमा। त्यो बेलामा उहाँले विदेशमा गएर भूगोलको सब्जेक्ट लिनु जाँदाखेरि एउटा देशमा जस्तो नेपालमा एउटा उदाहरण हामीले एउटा तमोको लछार मानिरहेको छ। त्यो जग्गा पनि त्यस्तै, तर मान्छे सबै खत्म भइसक्यो। एक मान्छेको नाममा त्यो पुरै तमो संस्कार पुरो बित्यो। त्यस कारणले त्यो बुढाले त्यो हेरेर यो माथि ल्याएको संस्था त्यो मान्छे छ लुमाछे लिम्बा भन्ने संस्था यही स्वर्गीय डाक्टर भाकाले राखेको यो परिभाषा यो नेपाल आदिवासी राज्यभित्र पुरै हाम्रो जनजातिमा यो सबैले थाहा भएको कुरा हो। त्यसको अलावा हामी लेगाहरू यहाँ तमोमा आजभोलि गोत्र भन्ने छैन, नेजे भन्छ। गोत्रको जम्मा हामीले लोकल त पाउने राखेको हामीलाई नेजे हो। नेजे भनेको पत्री स्थल भन्छ। पत्री स्थल भनेको कहाँबाट आएर यो गाउँमा पर्छ, त्यो गाउँको जग्गा, त्यो आएको जग्गाको नामलाई भन्छ पत्री स्थल। त्यो सबैले बुझ्नु पर्यो। यहाँ हाम्रो गोत्र शब्द भन्ने होइन, यहाँ क्षेत्रीय वनको सामने गोत्र शब्द छैन। हाम्रो कोही नेचे यहाँ पत्री स्थल त्यही नै हो हाम्रो कर्मकर्तामा चलाउने। यसको अलावा हामी यो नेपालमा लोछार 3 प्रकारको मानिरहेको छ। जस्तो कि हामीले पुष 15 को लोछार आजको दिन हो तमाम जातिको। आज तमाम जातिको लोछार र त्यस्तै प्रकार फाउन प्रतिपत्तमा ढाबो लोछार मान्छ उहाँ राई लिम्बूले। आज तमाम जातिको यो 3 लोछार आजको लोछार तमामको पुष 15 को गुरुङको यो त फाउनको प्रतिपत्तमा यो राई लिम्बूहरूको यसरी मान्छ भने हामी गुरुङहरू यो लोछारको लोछार र लोछार यसो पनि अहिले 5-6 वर्ष पहिलेको कुरा हो। अहिले विवाद चलेको यो लोछार भनेको तिब्बतियन भाषा, लोछार भनेको हामी गुरुङको भाषा। त्यो चाहिँ अहिले झन्डै सबै विजयले चलिरहेको छ। अर्को कुरा संस्कार। हामी गुरुङ जातिमा लेगे भनेको कताबाट आयो भनेर धेरै मान्छेले यही भन्छ। लेगे भनेको के हो भनेर त्यही कुरो गर्छ। लेगे किन भन्छ भन्ने कुरो यही दर्शाइरहेको छ। सबभन्दा माथि चालु परम सबको कैदो माथि स्वर्गको कैदो त्यही नै लियो, त्यही नै लिएको हो, त्यही नै लियो, त्यही नै लिएको हो। अरू के चाहियो? त्यो लिएकोले पायो, लेखेले पायो, त्यही लेखेको धेरै कुरो गर्ने जरुरत छैन। अरू मेरो मोबाइलमा नेटमा आउँछ 2-3 कुरा। पहिलो भनेको चाहिँ हो
फाइलो भनेको के हो? यहाँ यति लिगहरू सम्पूर्ण आज भेला भएको छ। यहाँ 25% फैलो पालेको होला, 75% चाहिँ फैलो छैन होला, मलाई पक्कै अनुभव छ। त्यस कारणले फैलो भनेको त हिजो हाम्रो महादेवताले चाचुली भन्ने जग्गा भनेको हिजो टापुमा, ठुलो टापु महादेव उत्पन्न भएको टापुमा, त्यो बुढाइ चाचुली भन्ने जग्गामा यहाँको ठुलो देवता के हो भन्दाखेरि त्यही नै हो, ठुलो देवता त्यही नै हो फैलो। त्यस कारणले फैली यही हो, यही हो, तर यही हो। अहिले प्रजाहरूले सबै आफ्नो गुरुको अनुसार गुरुले जे सिकाएको छ त्यही नै चल्छ। तर हामी भित्र अलिकति आफ्नो गुरुको हिसाबले फटाफटकै छ, त्यसमा कोही विवाद हुनु पर्दैन। आफ्नो गुरुले जो सिकेको छ त्यही आधार कसैले पनि पाउँदैन, त्यही नै गर्छ। मेरो गुरु जो छ त्यही नै हो। अब सबभन्दा ठुलो के छ, पहिलेहरू अष्टमा पार्कची भनेको यहाँ तोमला, यहाँ तोमय पात्र, तोमो ज्योतिषी शास्त्र भन्छ त्यसलाई। अष्टमा हिन्दू शास्त्र भन्छ अष्टमा, त्यो चाहिँ पार खेती गर्ने ठुलो तो यसरी भतिजो गर्ने। त्यो चाहिँ यहाँ खेतीहरूको पहिलेहरूको अलिकति फरक मैले देखेको छु। उत्तरखाममा केटीको घर हो, दक्षिण दिमा केटीको घर हो, तर मैले फेला पारेको चाहिँ दक्षिण दिमा केटीको, उत्तरखाममा केटीको गरेर यहाँ उल्टो भइरहेको छ। यो संशोधन हुनु पर्यो। कसैको यस्तो छ भने मसँग किताब छ, किताब लिएर हेर्नु सक्छ। पार्कची हो किताब, तमो ज्योतिषी शास्त्र भन्छ त्यसलाई। त्यो सबैले पहिलेहरूले त्यो मतभेद चलाउनु पर्छ, नहीं त उल्टो पर्यो। केटीको यस्तो जान्छ, यस्तो यो फरक पर्यो, मान्नुपर्छ। जल्दीबाजी चाहिँ त्यहाँ बर्बाद भयो। अर्को कुरा साहित्यको कुरा, साहित्यको ठुलो पढेको हुनुपर्छ। पहिली बाहिर साहित्यको ठुलो थाहा छैन भने मैले खाँचो पाउँछ, म भनिहाल्छु। तन मोडके आता लगाया दाहिने सुख सम्पत्ति, बाबे चन्द्र धन्न छाया, पीछे चन्द्र मरम, एक ही चन्द्र भितरे आहो चन्द्र मरम। बाहुनले यस्तो शास्त्र पढ्छ, यो साहित्यको संस्था हो, साहित्य नेता सिंहमाना पुत्र बचे चन्द्रमा, भेट गर्ने मगर दक्षिण बचे यदि ठुलो कुम्भ, पश्चिम बचे चन्द्रमा, यसरी भेटाउँछ। अगर साहित्यको ठुलो छैन भने त्यसले घरको जाब हाल्दाखेरि पनि त्यो घरलाई खाल्टोमा हाल्छ, बिहा गर्ने पनि खाल्टोमा हाल्छ, मृत्यु भन्नु पनि बिहा गरेको हुन्छ, दान पर्दाखेरि पनि बिहा गरेको हुन्छ। त्यस कारणले यो शब्द पहिलेहरूले एकदमै जान्नु पर्यो। ल आजको भेला एकदमै यहाँ सिरियस समाजभित्र हाम्रो यो कार्यक्रम भइरहेको छ। अहिलेसम्म हाम्रो चेलीहरू आइरहेको छ, परिवार आउँदैछ, खाँदैछ। जे हो सबैले खानु पाउनु पर्यो, जग्गा नपाएपछि जग्गा तपाईँले खाना पाउनु पर्यो। अब गाह्रोमा जोडेले छैन, अब समस्या त्यस्तो छ। हाम्रो धेरै 1000को जनसङ्ख्या अहिले 3000 पुगिसक्यो जनसङ्ख्या। त्यस कारणले यो कसैले त्यो नमानिदिनु होला, कमी बेसीमा त्यो नमानिदिनु होला। के गर्ने समस्या त्यस्तो पर्छ। ढिके निर्वाह भनेपछि आज यहाँ त 5% मात्रै आएको छ, 10% आयो भने यहाँ कहाँ आएको। त्यस कारणले आज यहाँ आएको हाम्रो जोयाहरू चेलीबेटीहरू एकदमै राम्रोसँग पेट भरेर जानु होला भन्ने म यति शब्द बिदा गर्न चाहन्छु।
सम्पूर्ण नेताहरू समाजको चेलीबेटीको तर्फबाट आफ्ना दुई शब्द राख्ने हुनको लागि बहिनी कञ्चन गुरुङलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धनपुर लेगे परिवारहरूको निम्ति प्रस्तुत भयो फेरि भेट नहोला भनेर, तर बार बार भेट भइरहेको छ है हाम्रो चाहिँ। यस लेगे तमुसमा नेपालको सफल लोसारको उपलक्ष्यमा आयोजित माइती चेली भेटघाट कार्यक्रम समारोहका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, मैले सम्मान गर्नुपर्ने सम्पूर्ण बाबा आमा, दाईहरू, भाउजूहरू, फुपूहरू, पुसैहरू, भदा भगिनीहरू, भिनाजुहरू अनि ज्वाइँहरू सम्पूर्णलाई म कञ्चन गुरुङको व्यक्तिगत तर्फबाट र सम्पूर्ण लेगे चेलीबेटीहरूको तर्फबाट न्यानो अभिवादन र नमस्कार नमन गर्न चाहन्छु। सबै लोसार भेट तान्दैन आसिमाला। यो रमाइलो समारोहमा पछाडि बस्दाखेरि या एनाउन्स गरेको पनि त्यति सुनेको छैन, किनकि मेरो नाम अघि नै धेरै पटक पुकारिसकेको रहेछ, मैले सुनेकै थिएन, माफ गर्नु होला त्यसको लागि। अनि हामी चेलीबेटीहरूको लागि लेगे परिवारले 1 वर्ष केन्द्रीय तर्फबाट र अर्को वर्ष इकाइहरूको तर्फबाट भोज खुलाउने र भेटघाट गराउने प्रचलन गर्दै आइरहनु भएको छ। यो चाहिँ केन्द्रीय स्तरबाट भएको कारणले गर्दाखेरि मास पनि ठुलो छ र 1.5 घन्टा 2 घन्टा उभिएर मात्र खाजा खाने पालो आइरहेको छ। यो हुनुमा चाहिँ हामी एकदमै आज ठुलो मासमा छौँ। हामी चेलीबेटीहरूले धेरै बेर उभिन पर्यो भनेर गुनासो नगरिदिनु होला, जे पाकेको छ त्यो मिठो मानेर खाइदिनु होला भन्न चाहन्छु। र हामी एकदमै आभारी छौँ हाम्रा बाबा आमा, दाजुभाइ, भाउजूहरूप्रति यति ठुलो कार्यक्रम आयोजना गरेर हामीलाई बोलाइदिनु भएको छ। जे भएको छ त्यसलाई चाहिँ एकदमै खुसी साथ लिइदिनु होला। ठाउँ साँगुरो भएको छ तर मन पराइदिनु गरिदिनु होला। सबैजनाले आफ्ना माइतीको लागि चाहिँ आभार व्यक्त गरिदिनु होला। सबैको प्रतिनिधित्व गरेर मैले गर्दैछु, तर मनबाट चाहिँ आफ्नो हातले चाहिँ आभार व्यक्त गरिदिनु होला। हाम्रा दाजुभाइ बाबा आमाहरूले हाम्रो लागि यति ठुलो कार्यक्रम गरिदिनु भएको छ। खानपान मात्रै ठुलो कुरा होइन, भेटघाट वर्षौँदेखि भेट्न भएको दाजुभाइ बाबाहरूसँग आमाहरूसँग भेट्न पाइरहेको छु। धेरै अन्तरालमा भेट हुँदाखेरि मैले बिर्सेँ कहाँको बाबाले को भाउजूले भनेर यस्तो बनाउनु पर्ने अवस्था मलाई भएको छ र बारम्बार यस्तो कार्यक्रम भइरहँदाखेरि हामीमा चिन्तान भइरहेको छ। र हामी लेगे परिवारको सन्तान भनेपछि कदले चाहिँ कालो कालो अनि होचुपुडको होइन खालको देखिन्छौँ। र म मेरो परिचय पनि दिन चाहेँ, को होला यो कञ्चन भन्ने डल्ली केटी जस्तो लाग्ला। यहाँ फिर्का राखेर म अग्लो भएर बोलिरहेको छु। अहिले चाहिँ म चाहिँ रूपा गाउँपालिका चिसापानीको पहिली गाइलाको छोरी हो। अनि म चाहिँ पेसागत रूपमा चाहिँ शिक्षक मण्डेश्वरी स्कुल सञ्चालन गर्छु। मेरो स्कुल छ मसिनो बाल सञ्चार मण्डेश्वरी, म त्यहाँको संस्थापक प्राचार्य हुँ। सानो बालबालिकाहरू 2 वर्षदेखि 8 वर्षसम्मको सानो बालबालिकाहरूलाई चाहिँ मैले सकेको र जानेको सिप ज्ञान मार्फत सेवा दिने गरिरहेको छु। मेरो परिचय यति नै भन्न चाहन्छु। यहाँ लामो कुरा गर्नु भन्दा पनि हामीले चाहिँ रमाइलो गर्ने, एक आपसमा चिन्जान गर्ने, दाजुभाइ बाबा आमाहरूसित भेटघाट गर्ने, बोल्ने होइन भलाकुसारी गर्ने समय रहेको छ। त्यस कारण फेरि पनि सम्पूर्ण चेलीबेटीहरूको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु र हाम्रो बाबा आमा, दाजुभाइ, माइतीहरूको सबैको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै सधैँ छाँब ढाँबाट तरिए मलाई फेरि छान्न पाउनु गुरु भाषा आउँछ बोल्छु, तर सिक्किमतिरको कति भाषा म बुझ्दिनँ। मेरो गाउँको भाषा चाहिँ मलाई राम्ररी आउँछ। सबैजनालाई छाउँदरिए
सार्कीको सबैलाई धेरै धन्यवाद छ। यो कार्यक्रमलाई थप हौसला र मनोरञ्जन दिनको लागि यहाँहरूले थप चाहिँ हामीलाई पृष्ठपोषण दिनुभएको छ। हामी धेरै खुसीले विफल भएका छौँ र यहाँहरू सबैलाई फेरि पनि यस कार्यक्रममा भरपुर मनोरञ्जन गर्नको लागि मात्र 2टा शुभकामना मन्तव्यपछि फेरि अर्को नृत्य तपाईँहरूलाई लगत्तै हामी पस्कनेछौँ। कृपया झर्कुन मानिकन बसिदिनु होला। सर्वप्रथम त आज यस कार्यक्रममा जति पनि सहभागी हुनुभयो यहाँहरू सम्पूर्णलाई म सम्मानसहित नमस्कार ज्ञापन गर्न चाहन्छु। र आज मिति 2081 साल माघ महिनाको 17 गते गरुड वर्गलाई विदाई गरेर सप्री लोकको अवसरमा हाम्रो नेगै तमु समाज नेपालको आयोजनामा भएको यो माइती चेलीबेटी भेटघाट कार्यक्रमका सभा अध्यक्ष एवं संस्थाका अध्यक्ष चेत बहादुर गुरुङज्यू, यस्तै गरी आज हामीलाई प्रमुख अतिथिको रूपमा बहुत धेरै महत्त्वपूर्ण व्यक्तित्व पाएका छन्। उहाँ हुनुहुन्छ इन्द्र नेगै तमस्योज्यू, उहाँलाई सम्मान छ। यस्तै गरी हाम्रो डाक्टर भीमसेन नेगै तमज्यू, यस्तै गरी हाम्रो निवर्तमान अध्यक्ष नारायण काजी नेगै तमज्यू, संस्थापक अध्यक्ष जङ्गा नेगै तमज्यू, पूर्व अध्यक्षज्यूहरू क्याप्टेन चन्द्रप्रसाद ज्यू, क्याप्टेन बेलबहादुर नेगै तमज्यू, क्याप्टेन वीरबहादुर नेगै तमज्यू, सुबेदार रंगबहादुर नेगै तमज्यू, सायद अरू पनि हाम्रा अग्रज बाहरू यहाँ हुनुहुन्छ। सायद मैले सम्पूर्णलाई मैले सम्बोधित गर्न सकिनँ होला, उहाँहरूप्रति म क्षमा चाहन्छु। हामीसँग उहाँ हाम्रा भाइहरू पूर्वदेखि आउनुभएको छ, आफ्नै भाइ खलक भनेर उहाँहरूलाई पनि म सम्झन चाहन्छु। र हाम्रा आजका पाहुना सम्पूर्ण पाहुनाज्यूहरू, फुपूहरू हुनुहुन्छ, फुसाई हुनुहुन्छ, दिदी हुनुहुन्छ, भेनाजु हुनुहुन्छ, छोरी ज्वाइँ नाता नातिनी सम्पूर्ण यहाँ भेला भइदिनु भएकोमा यहाँहरूलाई म धन्यवाद चाहन्छु। र यहाँहरूले जे जस्तो पाए पनि स्वीकार दिनु होला, किनभने यहाँहरूलाई हामीले निमन्त्रण गरेका थियौँ। हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँहरू यहाँसम्म पालिदिनु भयो। हजुरहरूलाई धेरै धेरै स्वागत छ, हृदयबाट स्वागत छ। र अन्यथा नसम्झिदिनु होला, खानापिनामा सायद कमी बेसी पनि हुन गयो होला, त्यसमा
भर्खरै हाम्रो दुईजना बहिनीले गाना गाएर नाचिदिनु भयो। हाम्रो यो के हो भन्दा हाम्रो संस्कृति संस्कार संस्कृति हो। यसलाई हामीले जगेर्दा राख्नुपर्छ। खानेपिना भन्ने कुरा त्यस्तै हो। यहाँहरूले यही नै सम्झेर यहाँहरूले खानापिनामा ग्रहण गरिदिनु हुन यहाँहरूप्रति म अनुरोध गर्दछु भन्दै लामो कुरो नगरिकन म अब यहीँ मेरो वक्तव्यलाई यहीँ अन्त गर्न चाहन्छु। तर मैले मेरो आजको यस कार्य सञ्चालक भाइ दिनेश गुरुङज्यूलाई मैले सायद पहिला धन्यवाद दिएन होला। म उहाँसँग क्षमा चाहन्छु र उहाँलाई धन्यवाद भन्दै मेरो आफ्नो भनाइ यहाँ अन्त गर्छु। हस्त धन्यवाद। जय लेगेतमु। जय रामकुमार लेगेतमुज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। उहाँ हुनुहुन्छ झापाबाट। त्यसै गरी आजका प्रभु अतिथिज्यू र विभिन्न क्षेत्रबाट आउनुभएका लेगेतमु समाजका अग्रज व्यक्तित्व अनि बुद्धिजीवीज्यूहरूमा म मेरो हृदयदेखि आभार व्यक्त गर्दै यहाँलाई म नमन भन्न चाहन्छु। त्यसै गरी यहाँ उपस्थित भएको सम्पूर्ण लेगे चेलीबेटीहरू अनि दाजुभाइ आमा बुवा तथा दिदीबहिनीहरूमा म पूर्वेली लेगे रामकुमार लेगेको तर्फबाट यहाँलाई म हृदयदेखि नै नमन भन्न चाहन्छु। र आज यो गरिबमय सदनमा यो लेगेतमु समाज नेपालको कार्यक्रममा उपस्थित भएर दुई शब्द बोल्नु पाउँदाखेरि मैले आफूलाई गर्वको महसुस गरेको छु। हुन त मैले यहाँ भन्नुपर्ने कुराहरू केही पनि देखिनँ, किनकि यहाँ अग्रज व्यक्तित्वहरू बुद्धिजीवी वर्गहरू सबै यहाँ हुनुहुन्छ र हामी पूर्वमा रहेको लेगेहरू यसरी पश्चिममा आएर हामी समेटिनु पाउँदाखेरि म धेरै खुसी छु। र आगामी दिनहरूमा लेगेको जुनसुकै कार्यक्रमहरूमा पनि उपस्थित भएर र हाम्रो भावी योजनाहरूलाई अगाडि बढाउनु पर्छ भन्नेमा म सहमत छु। त्यसै गरी हामीले पूर्व र पश्चिमको लेगेहरू एउटै भएर जानुपर्छ भनेर यहाँ अग्रज व्यक्तित्वबाट हामीलाई जुन खालको सुझाव र सल्लाहहरू भयो त्यो अनुसार हामीले पूर्वबाट पश्चिमको लेगेहरूसँग समन्वय गरेर आइरहेको कुरा पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। र त्यसै गरी हामी लेगेहरूको वंशावली सम्बन्धमा केही कुराहरू उठान गरेका छौँ र यो कुराहरूलाई हामीले चाहिँ एकदम चाँडोभन्दा चाँडो अगाडि बढाउनु पर्छ भन्ने यहाँहरू समक्ष म अनुरोध गर्न चाहन्छु। र यहाँ समयको अलिकति पाबन्दले गर्दाखेरि छोटो कुराहरू मात्र राखिदिनु भनेर मलाई अनुरोध भएको हुनाले म धेरै लामो कुराहरू गर्न चाहन्न। र मैले भनिहालेँ हामी लेगेहरूको यो एउटा संस्थालाई हामी चुस्त दुरुस्त बनाउँदै अगाडि बढाउँदै हामी लेगेहरूको पूर्वमा कहाँबाट गयौँ, कसरी गयौँ, कहिले गयौँ भन्ने कुराहरूको खोज अनुसन्धान गर्दै र हामीले नजानेको कुराहरू यहाँहरूबाट सिक्ने बुझ्ने अपेक्षा राख्दै यो मेरो दुई शब्दलाई यही टुङ्ग्याउन चाहन्छु। जय तमु, जय लेगे, जय बोल। कुमार लेगेतमुजीलाई झापा उहाँ त्यति टाढाबाट यो लेगेतमु समाजको एउटा मर्मलाई बुझेर आउनुभएको छ। चाहे हामी नेपालको जहाँ कहीँ छरिएर किन नरहौँ, हामी लेगे परिवार एक हौँ। हाम्रो यो प्रतिष्ठान र हाम्रो लेगेतमु समाज बिचमा पनि केही तालमेल नमिलेको भएर अलिकति हामीलाई दूर अवस्था भएको होइन। हामी एउटै हौँ यस मानेमा। र हाम्रो झापा मोरङका हाम्रो कृष्ण लेगेतमुजी पनि आउनु भएको छ। कृपया उहाँहरू सबैलाई फेरि पनि म स्वागत एवं आशीर्वाद गर्नको लागि अन्य छुटपुट भएकाहरूलाई पनि म पुनः आग्रह गर्न चाहन्छु। हामी चाहना गर्न चाहन्छौँ। अब हामी उहाँको बाहुलीबाट हामीले विविध शैक्षिक पत्रदेखि लिएर विविध शीर्षकमा हामीले पुरस्कार वितरण गर्नुपर्ने भएको हुनाले अब हामी पुरस्कार वितरण गर्ने कार्यक्रममा लागिरहेका छौँ।
कृपया ताली लगाइदिनु होला। यो पनि हो हाम्रो शैक्षिक क्षेत्रमा हाम्रो छोराछोरीहरूले गरेको योगदान हो। हामीले उहाँलाई थप प्रोत्साहन दिनुपर्छ। उहाँहरूको शैक्षिक क्षेत्रमा अरू अन्य जाति थरमा पनि हाम्रो धेरै परिवारले ट्याकल गर्न सकौँ, कम्पिटिसन गर्न सकौँ। गण्डकी प्रदेश राष्ट्रिय जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 13 निवासी श्री कृष्णबहादुर नेगे तमु तथा श्रीमती कलादेवी नेगे तमुको छोरा अविनाश नेगे तमुले भास्कर मेमोरियल सम्मान कार्यक्रमलाई हुनुहुन्छ। गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 13 निवासी श्री युग बहादुर नेगे तमु तथा श्रीमती लक्ष्मी नेगे तमुको छोरा अनुज नेगे तमुले ताली पनि लगाइदिनु होला। तिम्रो हाम्रो ताली लगाइदिनु होला। हाम्रो छोराछोरीहरू शैक्षिक क्षेत्रमा पुरस्कार पाउनु भनेको ठुलै कुराहरू हो। अब अन्तिम चरणमा गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 31 निवासी श्री चित्रबहादुर नेगे तमु तथा श्रीमती मनमाया नेगे पछुको छोरी सोनु नेगे तमुले सोनु नेगे तमु नर्सिङमा एटिट्युड सम्झिने आउनुभएको छ। यो मेरो छोरी नै हो, मेरो छोरी भाइको छोरी। धन्यवाद छ छोरीलाई। आगामी दिनमा अझ राम्रो होस् त्यही भन्न चाहन्छौँ तर्फबाट। आजको प्रमुख अतिथिबाट हामीले उहाँको सान्दर्भिक भनाइहरू यहाँले सुन्नुहुनेछ। र अहिलेलाई भने यहाँहरूको सबैको अगाडि आजका प्रमुख अतिथि यस माइती चेलीबेटी भेट कार्यक्रमका प्रमुख अतिथि श्री इन्दिरा नेगे तमुजीलाई आफ्नो भनाइ राखिदिनु हुनको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। सबैलाई नमस्कार। म अलिकता क्रियात्मक जल्दी पनि त्यसले गर्दा तपाईँहरूमा त धेरै व्यस्त बस्न सकिनँ। आज हामी माइती चेली भेटघाट लेडी समाजको माइती चेली भेटघाट कार्यक्रम अतिथिज्यू अध्यक्षज्यू विशिष्ट अतिथिज्यूहरू सम्पूर्ण ठाउँबाट जस्तो पूर्वदेखि पश्चिमसम्म नै हो कि भन्ने बुझिएको छ। उहाँबाट प्राप्त हुने सम्पूर्ण अतिथिज्यूहरू र साइनो अनुसार मैले भन्नुपर्दा म चाहिँ इन्दिरा भेन्स्यु हो, मेरो माइती। र अहिले म इन्दिरा लेडी भएको छु किनकि मेरो कर्मघर म इन्दिरा लेडी भएर आएको छु। र मैले साइनो अनुसार सबैलाई अभिवादन गर्नुपर्दाखेरि मेरो आफ्नो सिनियरिटी अनुसार मैले मान्नुपर्ने सासू ससुरा बाजे बजे मेरो जेठाज्यू अनि अरू साइनो अनुसार चाहिँ भाउज्यू अथवा के भन्नुपर्ने जेठानी आमाज्यू के भन्नु उहाँहरू नन्द छोरा छोरी बुहारी नाति नातिना सम्पूर्णलाई मेरो आफ्नो साइनो अनुसार चाहिँ सेवाढोक साथै मैले चाहिँ माया यहाँलाई म एउटा शैक्षिक संस्थामा लागेको व्यक्तित्व भनेर उहाँले भनिसक्नुभयो। आज 34 वर्ष भइसकेको रहेछ मैले एउटा स्कुल सञ्चालन गरेको। म चाहिँ प्रेरणा एउटा मेरो आफ्नो बच्चाहरूलाई कसरी भन्न चाहन्छु भने शिक्षा एउटा महत्त्वपूर्ण अङ्ग हो, यो एउटा अनुशासन पनि हो, यो एउटा हाम्रो भविष्य पनि हो। र त्यसैले मेन कुरा त हामी अभिभावकहरूले आफ्नो बच्चाको पढाइप्रति पहिला पनि मैले बोल्न पाउँदाखेरि यसरी नै शिक्षाप्रति नै विशेष जोड दिएको थिएँ। आज पनि मैले यसरी आफ्नो बच्चाहरूलाई सम्मानित गर्न पाउँदा एकजना बाबु मेरै स्कुलबाट प्लस 2 गरेर अहिले ब्याचलरको डिग्री पनि लिनुभएको रहेछ। मैले उनलाई बधाई पनि दिएँ। अझै बढी पढ्नुपर्छ है, अझै पढ्नुपर्छ, यसरी नै सम्मानित हुँदै जानुपर्छ भन्ने मैले शुभकामना पनि दिएँ। यसरी अरू पढिराखेकाहरूलाई पनि र पढ्दै गरेकाहरूलाई पनि म राम्रोभन्दा राम्रो नम्बर ल्याएर उत्तीर्ण हुनुपर्छ र पाउनुपर्छ। पढाइ एउटा यस्तो क्षेत्र हो जसले हामीलाई एउटा हौसला
भन्ने कुरा। त्यसैले सबै अभिभावकहरूले सबभन्दा पहिला त के सोच्नु पर्यो भने हाम्रो बच्चाहरूलाई घरमा एउटा राम्रो इन्भाइरोमेन्ट दिएर अनि त्यसपछि पढाइ सबभन्दा प्रमुख उद्देश्य भनेको पढाइ हो। त्यसपछि अरू पनि कर्तव्यहरू हुन्छन् धेरै। छोरीहरू पढेर गएर अरूको घरमा पनि उज्यालो गराउँछ। हाम्रो छोराहरूले पढेको छ भने हामीले हाम्रो ठाउँबाट गर्ने ठाउँहरू सबै कुराहरू गर्न पनि सकिन्छ। यसरी नै म त सबभन्दा पहिला त शिक्षालाई नै म जोड दिन्छु। जस्तो डाक्टर हर्कपुरी हुनुहुन्छ, उहाँ हाम्रो आदरणीय, उहाँको प्रेरणाबाट आज हामीले चाहिँ उहाँको जुन उद्देश्य थियो भने समाजलाई चाहिँ एक हुनपर्छ भनेर उहाँको जुन कदम थियो, उहाँले चाहिँ आज हामी यत्रो ठुलो फ्यामिलीमा भेट जमघट हुन पाएको छौँ। म आफूलाई चाहिँ लेडी फ्यामिलीमा चाहिँ बिहा गरेर यहाँ आएर तपाईँको जस्तो ठुलो फ्यामिलीमा भेट हुन पाउँदाखेरि सबभन्दा पहिला त म आफूलाई भाग्यमानी सम्झन्छु। यसरी नै के भन्छ भने लेडीहरू पहिलादेखि पुरै अब एउटा पढ्ने भएको हुनाले लेडीको बच्चाहरू ट्यालेन्ट पनि हुन्छ भनेर भन्थ्यो। हुन पनि म आफूलाई उदाहरण आफूले आफूलाई भन्दा राम्रो त हुँदैन, तर मेरो बच्चाहरू सबै मास्टर डिग्री, डबल मास्टर, अब नातिनीले पनि अहिले भर्खरै सर्टिफिकेट पाएर थाहा पाउनुभयो होला। सायद एउटा रगतको नाता हो, रगतबाट गएको होला। त्यसैले अब बढेर पढ्को कुरा पनि एकजना नानीले गर्नुभयो हो। कहाँबाट बढ्न कोही कस्तो हुँदा त्यो जात बढ र जातसँग फरक पर्दैन त्यो कुरा। किनकि हामी एउटा ब्रडमा निस्किएर आइसकेपछि मेरो नाति पनि अर्कै छ, ऊ पनि अर्कै छ। अथवा हाम्रो हेरेको हाम्रो पुर्खाहरू त्यो भए तापनि अहिले चाहिँ इन्टरनेसनली म्यारिज भन्छ अझै होइन। बच्चाहरूलाई एउटा ट्यालेन्ट गराउनको लागि हामीले इन्टरनेसनली अझ कास्ट गर्नुपर्छ, इन्टरनेसनल अर्को कास्टलाई चाहिँ बिहा गर्नुपर्छ भन्ने पनि चलन छ, विदेशी चलनअनुसार त्यो भइराखेको पनि छ। र त्यसैले हामीले त अब जसले भए पनि हामीले जे पाएको भगवान् पढ्ने भगवान्ले दिएको छ र यसलाई नै हाम्रो प्रतियोगिताले दिएको छ। र यसैले हामी जे छौँ जस्तो छौँ हामीले आफूलाई सन्तोष गर्नुपर्छ। हामी जस्तो सुकै भए पनि आफ्नो परिवार, आफ्नो फ्यामिली र आफ्नो संस्कार, आफ्नो संस्कृति भन्ने कुरा त आफ्नो परिवार भन्ने कुरा त्यति बेला महसुस हुन्छ जति बेला हामीलाई दुःख पनि पर्छ, त्यति बेला हाम्रो आफ्नो फ्यामिलीको जन्म गर्नुहुन्छ। अनि हामीलाई सुख पर्छ जब हामी रमाउँछौँ, त्यति बेला हाम्रो ठुलो परिवारहरूको पनि जन्म गर्नुहुन्छ। त्यति बेला एउटा ठुलो फ्यामिली देख्दाखेरि हामीलाई ज्यादै खुसी लाग्छ। यसरी तपाईँहरू सबैको माया ममता तपाईँहरूले सम्झिनुको आज मलाई एउटा गरिमामय म चाहिँ हासिल बनाएर दुई शब्द बोल्ने शब्द दिनुभयो। मैले पनि केही आफ्नो जानेको कुराहरू यहाँको माझ राखेँ है। अब म एउटा छोरी भएर पनि मैले कहिले पनि म एउटा घरमा चुलो पोछो गरेर आजसम्म बस्न पाएको छैन। जब म बिहा भएर आएँ मेरो बुवा पढेको थियो, डक्टर भइसकेको, उहाँ पढ्नु भएको थियो, पढ्नुपर्छ भन्नुभयो। म 10 घन्टे पढेर म बिहा भएको थिएँ। त्यसपछि म पिएम क्याम्पसबाटै पढेँ मैले है त्यो पढाइ। अनि मैले यसरी पढ्दै गएँ। आफूलाई चाहिँ एउटा शैक्षिक क्षेत्रमा ढाल्नुपर्छ भन्ने उद्देश्यले शैक्षिक क्षेत्र साथसाथै तपाईँले सुन्नुभएको र पोखरा लिगल कलेज पनि हामीले नै लन्च गरेको कलेज हो। त्यो विदेशबाट ल्याएर पछि चाहिँ कुनै कारणहरूले हामीले छोड्नु परेको कलेजलाई है। अहिले पोखरा लिटल स्टेट उच्च माध्यमिकले चलाइराख्नु भएको छ। हामी दुईजनाले घर चलाएको, यसरी बिएमडी चलाएको छौँ र त्यो हस्पिटलहरू छ, शैक्षिक संस्थाहरूमा अरू व्यवसायहरू पनि छ। र त्यसैले हामी पढेर हामी बाहिर जानुपर्छ मात्र भन्ने होइन कि पढेर हामी बाहिर गयौँ भने त्यही अनुसारको हामीले सम्मान पनि पाउँछौँ। र सकेसम्म त अझै आफ्नै देशमा बसेर मेरो दुईवटा बच्चाहरू छ, उनीहरू चाहिँ बाहिर पठाइन मैले। मेरो दुईवटा छोरा बुहारी उनीहरू सबैजना नेपालमै बसेर आफ्नो व्यवसाय सञ्चालन गरेको छ। हामी पनि खुसी छौँ हाम्रो बच्चाहरू सँगसँगै बस्न पाउँदाखेरि। यसरी विभिन्न क्षेत्रमा हामीले आफूलाई चाहिँ त्यो विभिन्न क्षेत्रमा हामीले आफूलाई चाहिँ ल्याउन सक्यौँ भने, लगाउन सक्यौँ भने अनि के हुन्छ भने हामीले हाम्रो बच्चाहरूसँग पनि समय हुन्छ। हाम्रो बुढाबुढी जब बुढाबुढी हुन्छ भने अशक्त हुन्छ नि, त्यति बेला हाम्रो बच्चाहरू हामीबाट टाढा भयो भने हामीलाई चाहिँ सेवा गर्ने अब कति समस्या त तपाईँले देखिराख्नु भएको छ होइन। त्यसैले सकेसम्म हाम्रै देशमा गराउनुहोस्, आफ्नै देशमा केही कुरामा लगाउनुहोस्।
सुरु गर्नुहोस्, हामी पनि सुरुबाट सानोबाट सुरु गरेको आज धेरै ठाउँमा हाम्रो व्यवसायहरू पनि सञ्चालन भइरहेको छ। क्षेत्रहरूमा हाम्रो बच्चाहरू पनि यही ठाउँमा रमाइरहेको छ। यही देशमा माथि होटल व्यवसायदेखि लिएर विभिन्न क्षेत्रमा हामीले पनि आफ्नो व्यवसायहरू सञ्चालन गरिरहेछौँ। त्यसले बच्चाहरूलाई सकेसम्म म यहाँबाट अनुरोध गर्न चाहन्छु, भोलि आजको देशको पिउँदो नियम कानुन भन्ने कुरा हटाइदिन पनि सक्छ। त्यसरी सानो भए पनि आफ्नो देशबाट जागिर होस्, चाहे व्यवसाय होस्, आफ्नै ठाउँमा गर्नुपर्छ है भन्ने सिद्धान्तमा चाहिँ हामी सबैले पाल्नुपर्छ। यति भन्दै अब समयको अलिकता आफूलाई चाहिँ धेरै कुराहरू चाहिँ अगाडि राख्न सकिनँ। धेरै धेरै धन्यवाद। यहाँ मैले घर भएर तपाईँको सामु आएर यति 2 शब्द राख्ने मौका पनि पाएँ र अब धेरै रमाइला क्षणहरू छन् जहाँ चाहिँ तपाईँहरू मनोरञ्जन गर्नुहुन्छ, सबैजना जम्मा हुनुभएको छ, एकअर्कासँग चिनाजाना गर्ने मौका पाउनुभएको छ। धेरै खुसी हुनुहोस्, रमाउनुहोस्, इन्जोय गर्नुहोस्। यति भन्दै म आफ्नो 2 शब्द भइरहन चाहन्छु। धन्यवाद। भाउजू उर्मिला कमजीलाई मायाको चिन्ह प्रदान गरिदिनको लागि यस कार्यक्रमका सभाध्यक्ष श्री चेतबहादुर कमजीद्वारा उहाँलाई मायाको चिन्ह हस्तान्तरण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु र सहयोगीद्वारा उहाँलाई सहयोग र सम्मान गरिदिनको लागि पनि अनुरोध गर्न चाहन्छु। कृपया यहाँ आजका आफ्ना प्रमुख अतिथिलाई मायाको चिन्ह हस्तान्तरण गर्ने बेला भएको छ। कृपया ताली लगाइदिनु होला। धन्यवाद। धन्यवाद सबैलाई। आजका प्रमुख कोषाध्यक्ष चन्द्रलाल दाइका जानुभएको छ, कृपया आइदिनु होला। यहाँ चन्द्रलाल कोषाध्यक्ष दाजु मायाको चिन्ह प्रदान गर्ने क्रम चलिरहेको छ। कृपया सबैले ध्यान आकर्षण यतातिर गरिदिनु हुनेछ र यसरी नै उहाँले भनिसक्नु भएछ। आजको प्रथम अतिथि इन्दिरा भाउजूले भन्नुभएको छ उहाँ शैक्षिक क्षेत्रमा त्यत्रो योगदान गर्नुहुने उहाँले भन्नुभएको छ एजुकेसन प्रोभाइड्स मेन पावर। फेरि पनि एकछिनमा भएर शरण एकदम बोल्न गइरहेको मैले बोल्ने समय पनि पाएको छैन र म आफै पनि आतुरमा छु। र अहिलेलाई भने ज्वाइँहरूको तर्फबाट आफ्नो शुभकामना मन्तव्य राखिदिनको लागि मन्त्रीजन कमजूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। आजका यस माइती चेलीबेटी भेटघाट कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू र उपस्थित सम्पूर्णमा म हजुरहरूको ज्वाइँ सुब्दार मन्त्रीजनको तर्फबाट साइनुअनुसार सेवा ढोल, सम्झना, नमस्कार तथा न्यानो अभिवादन टक्राउन चाहन्छु। आजको यस कार्यक्रममा मलाई निम्तो गरी आफ्नो केही भनाइहरू राख्ने अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज हाम्रो ज्वाइँ चेलीहरूलाई सम्झेर हजुरहरूले निमन्त्रण गरेर हामीलाई एकदम उच्च सम्मान स्वागत गर्नुभएकोमा हामी सबैको तर्फबाट हजुरहरूप्रति धेरै धेरै कृतज्ञता प्रकट गर्न चाहन्छु। र आजको यस कार्यक्रमले हाम्रो बाउ माइती, चेलीबेटी र ज्वाइँहरूको बिचको माया ममता र सम्बन्ध अझै कडा र अझै गाढा हुनेछ भन्ने मैले विश्वास पनि लिएको छु। र आजको दिन रमाइलो गर्ने दिन हो। समयले डाँडा काटिसकेको छ, धेरै नबोलौँ।
यति भन्दै आजको यस कार्यक्रमलाई भव्य र सभ्य स्वागतको कामना गर्दै म आफ्नो भनाइहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद। अत्यन्त मिठो छोटो आफ्नो सान्दर्भिक शुभकामना मन्तव्य दिएर जानुभएको छ। धन्यवाद छ। र अब हामी यहाँलाई ढिलो नगरिकन धन्यवाद छ कार्यक्रम सञ्चालकज्यूलाई। लेगे तमु समाज नेपालको यो उसोमा लोसार शुभकामना आदान प्रदान सँगसँगै हाम्रो चेलीबेटीहरूको यो भोज कार्यक्रममा यस कार्यक्रमका अध्यक्षको ग्रहण गरिराख्नुभएका अध्यक्षज्यू त्यसै गरी प्रमुख अतिथिज्यू गइसक्नु भएको छ। म चाहन्छु विशेष अतिथि महानुभावहरू र यो लेगे तमु समाज नेपालको चेलीबेटी भोज कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण मेरा इष्टमित्रहरू, फुपूहरू, दिदीबहिनीहरू, बाजे बोजेहरू, त्यसै गरी जति पनि लेगे तमु समाज नेपालको ज्वाइँहरू हुनुहुन्छ सबैलाई हामी वडाध्यक्षको तर्फबाट विशेष गरी लेगे तमु समाज नेपालमा मैले थाहा पाउनसम्म हामी 3 जना वडाध्यक्षहरू छौँ। एकजना म आफै भइहालेँ, एकजना हाम्रो शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12 को वडाध्यक्ष आदरणीय इन्द्र दाइ हुनुहुन्छ, यहाँ उपस्थित हुनुहुन्छ। त्यसै गरी अर्को एकजना माथि गाउँपालिका वार्ड नम्बर 2 पाङ्टीको वडाध्यक्ष हुनुहुन्छ भोजबहादुर गुरुङ। भोजबहादुर गुरुङज्यू उपस्थित हुन सक्नु भएको छैन। इन्द्र दाइ र म छु। इन्द्र दाइको अनुमतिले मैले बोल्ने मौका पाएँ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। धेरै बोलिनँ मैले, हामी यो नाचगान कार्यक्रमतर्फ पनि जोडिनुपर्छ। त्यो कारणले म यति मात्र भन्छु, हामी लेगे तमु समाज नेपालले वार्षिक रूपमा गर्दै आइरहेको यो जुन चेलीबेटी भोज कार्यक्रम छ, यो वर्ष हामीले यस वर्ष आज हामी यो चेलीबाजे तमु समाज घरमा आयोजना भइरहेको छ। सम्पूर्ण उपस्थित हुनुभएका महानुभावलाई, हाम्रो चेलीबेटीहरूलाई विशेष गरी यहाँहरूलाई चाहिँ लोसारको आशीर्वाद भन्न चाहन्छु। हामी यहाँको चाहिँ हरेक पटक हरेक वर्ष यो औपचारिक कार्यक्रम हामीले यो चेलीबेटी भोज कार्यक्रम गर्छौँ। यसमा गरे तापनि औपचारिक रूपमा यहाँसँग भेटघाट भइरहेकै रहन्छ। यहाँको सुस्वास्थ्य दीर्घायुको पनि हामी कामना गर्दै अब फेरि हामी यो धेरै बोलिनँ, म यति मात्र बोल्छु। म लेगे तमु समाज नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई शुभकामना व्यक्त गर्दै म यो कार्यक्रम चाहिँ म चाहिँ आफ्नो मन्तव्यहरू यति गर्न चाहन्छु। हस्। ज्येष्ठ नागरिकहरूलाई हामीले सम्मान गर्ने गइरहेका छौँ। त्यसै गरी पूर्ण कुमारी लेगे तमुको पनि उपस्थिति देखेको छैन। कृपया मञ्चमा आउनुभएको छ, कृपया मैले नाम उच्चारण गरेर हाम्रो ज्येष्ठ नागरिकहरू मञ्चमा आइदिनु होला। त्यसै गरी श्री दलबहादुर लेगे तमु, श्री दलबहादुर लेगे तमु वर्ष 85मा ठेगाना माछा पुसेर साथ धम्पुस, उहाँलाई पनि कृपया मञ्चमा ल्याइदिनु होला। उहाँको अस्वास्थ्यको कारणले उपस्थित हुन सकेमा उहाँका जिम्मेवार आफन्तहरू, यस संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष शुद्ध रामबहादुर लेगे तमुजीलाई यहाँको लम्बी उमेर आओस् भन्ने माग गर्दछौँ। वर्ष 86 माछा पुसेर साथ धम्पुस, उहाँलाई मञ्चमा ल्याइदिन लागि म गर्न चाहन्छु। त्यसै गरी सबैलाई धेरै धेरै धन्यवाद दिँदै यस कार्यक्रमको विधिवत रूपमा कार्यक्रमलाई छोटो आफू भनेको साथ समापन गर्दै हुनको लागि लेगे तमु समाज नेपालका अध्यक्ष एवं यस चेलीबेटी माइती भेटघाट कार्यक्रमका सभाध्यक्ष श्री शेरबहादुर लेगे तमुजीलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म पनि बिदा हुन्छु। हस्त धन्यवाद। जय लेगे। हाम्रो लेगे तमु समाज नेपालका सचिव दिनेश लेगे तमु
आज मिति 2081 साल माघको 17 गते बिहिबार हाम्रो लेगे गाउँसभा नेपालले पुस 15बाट दिन घराउँदै 17सम्म आइपुग्यो। सबै समाजहरूको जुट्ने मौका नमिल्ने सकेसम्म कसैसँग नजुट्ने गरेर कार्यक्रम गर्ने भनेर पछि सार्दा आज हामीले सबै लोसारको कार्यक्रममा हामी सहभागी भएका छौँ। सबै आजको हाम्रो प्रमुख अतिथि गइसक्नुभयो। विशेष अतिथिहरू यतै हुनुहुन्छ, सल्लाहकारज्यूहरू, कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, हाम्रो माझी गाउँपालिका र शुक्ल गण्डकी बालाका वडा अध्यक्ष भाइहरू र सम्पूर्ण इकाइका सम्पूर्ण बाबाआमाहरू, सम्पूर्ण फुपू पुसाई दिदी भेना बहिनी ज्वाइँ छोरी ज्वाइँ सबै इष्टमित्रहरू सबैमा लेखेको समाजको नेपालको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँहरूलाई सबै लोसारको कार्यक्रममा सबै लोसारको वर्ष सबैमा शुभ होस्, शान्ति होस्, उत्तरोत्तर प्रगति हुँदै जाओस्, सुस्वास्थ्य होस् भन्ने शुभकामना व्यक्त गर्दछु। र यो कुरा हामीले आज यो चुली पार्टी तरु समाजमा हामीले कार्यक्रम गरेका छौँ। हाम्रो लेगे तरु समाजले 1 वर्ष सबै आफ्नो इकाइमा सरकारी तरिकाले गर्ने भने अर्को वर्ष आलो पालो गरेर अर्को वर्ष यो सामूहिक रूपमा केन्द्रीय रूपमा गर्ने भनेर यो निर्णय गरे अनुसार आज यहाँ भएको छ। भलै हामी खुसी मान्नुपर्छ। केही त अप्ठ्यारोहरू गाह्रो पिरोहरू असहजहरू भयो होला। हामी यो अब लेगे भनेपछि धेरै भएर होला लेगे भनेको। अब हामी साह्रै हाम्रो इष्टमित्रहरू हामी सबै धेरै रहेछौँ। लेगेमा हुनमै छतैसी दे सब फुमरा देखा गार्कङ्गे तलाई तोय आँगाले शहरमा आफ्नै हो भन्ठानेर मनमै लिएर मिठो नमिठो जस्तो हुन्छ खाजा पानी खाना जे जस्तो भयो त्यो स्वीकार गरेर ग्रहण गर्नुहोला, धैर्य गर्नुहोला। हामीले चाहिँ सबैलाई सम्मान गर्नुपर्ने विद्यार्थीहरू हाम्रो चाहिँ अभिभावक सबैलाई सम्मान गरिसकेका छौँ। अहिले हामी खालि यो औपचारिक कार्यक्रम मात्रै समापन गर्न चाहन्छु र नाचगान जब ठुलो खानेपिनेमा त्यही भिड भएको हुनाले अलिकति असहज भयो होला। धैर्य गरेर मिठो नमिठो जस्तो भयो भने ग्रहण गरेर गइदिनु होला, अन्यथा त्यसले नराम्रो नठानिदिनु होला। हामीले गर्न खोजेको राम्रै गर्न खोजेको तर पनि स्टिलहरूमा केही कमी कमजोरी भयो होला, त्यो कुरालाई यहाँले चाहिँ बुझिदिनु हुनेछ भन्ने यहाँसँग आग्रह गर्दै यो औपचारिक कार्यक्रमलाई यहाँ समापन गर्छु र सबैजना नाचगान गरेर रमाइलो गरेर बिदावादी हुनुहोला। अझै पनि हामीसँग केही समय बाँकी छ, टेक्निकल नाचगान गर्दै गरौँ, खानपिन पनि गर्दै गरौँ भन्दै औपचारिक कार्यक्रम समापन भएको जानकारी गराउँछु। धन्यवाद। जय लेगे। हाम्रो रीति बनायो, धन्यवाद छ पुर्खालाई हाम्रो रीति बनायो। सहर संसार भरि मान्ने तिथि बनायो। गाउँ सहर संसार भरि मान्ने तिथि बनायो। पुर्खाले नै सिकाएको संस्कारमा गर्दै गर्व, पुर्खाले नै सिकाएको संस्कारमा गर्दै गर्व। एक अर्कामा खुसी साड्दै मान्छौँ लोसार पर्व। एक अर्कामा खुसी साड्दै मान्छौँ लोसार पर्व। आयो लोसार